छेपी ए छेपेटार बजार हो यो साथीहरु नमस्ते तपाईहरुलाई मेरो YouTube च्यानलमा स्वागत छ। आजको भिडियो सिरान डाँडा हुँदै अजिरकोट सम्मको छ। हाम्रो घरमै गएर नै इन्ट्रो गरिसक्थ्यो तर टाइम नभएर अहिले हामी चाहिँ आधी बाटोमा आइपुगेर इन्ट्रो गरिरहेको। यस्तो रमाइलो भइरहेछ। यहाँ 6 जना आएको मेरो मामा माइजू मेरो मम्मी हाम्रो प्यारी कति राम्रो देख्या नन्द अनि त्यसपछि मेरो सासु आमा उता पछाडी मक्सलाको सबजना उल्टी गरेर मामा त झन् कता पो गइसक्यो उल्टी गरेर सब बेहाल छ। आधी बाटो नि आइपुगेन होला हामी त। गाडी नगएर हामी हिँड्दै जान लागेको। अब माथि अजिरकोट मन्दिरसम्म चाहिँ हिँड्दै जान लागेको छैन कि बाटो बुसहरू होटलहरू लाली गुराँसहरू बल्ल कोपिलाहरू लगाउँदै लाली गुराँस कतै कतै मात्रै बल्ल बल्ल फुल्न थाले रहेछ तर अहिले सबै पुरै राम्रोसँग फुलेन। एकेको बोटोला है अहिले चाहिँ राम्रोसँग फुल्या छैन कोपिलाहरू हुँदैछ सबैजना। फुलहरू भन्नु त लामा भन्नु अजिरकोट डाँडा घुम्न आएको बच्चेकमा हामी के भन्न छ म घुमिसकेको छु पहिले। हामी चाहिँ पहिलोचोटि हो। भर्खरै चाहिँ यता चाहिँ कोपिलाहरू बल्ल फलिरहेको छ। यो चाहिँ अजिरकोट मन्दिर जाने मेन गेट हो। यस्तो मजाले फुलिरहेको छ क्या तर भिडियोमा चाहिँ देखेकै छैन है फुलहरू तर रियलमा चाहिँ फुलहरू टन्नै फुलिरहेको छ क्या। यो सबै लाली गुराँसको बोट हो। यतापट्टि यता देखिरहेको छ है। यस्तो राम्रो ठाउँ रहेछ क्या। यहाँ कति धेरै मान्छेहरू पनि आउनु भएको छ क्या तर धेरै फुलहरू चाहिँ अहिले फुलेको छैन। म तपाईलाई देखाउँछु है।
टेकमा हो नि खाना पर्यो टेक खाना भएन हैन भन्छ हिरोले कति टेक खान्छ अजिरकोट मन्दिर आइपुग्यो जाऊँ न सबैजना अजिरकोट मन्दिर यो के मन्दिर हो यो अजिरकोट मन्दिर होला अब हामी फर्किन लागेको यो अजिरकोट कालिका मन्दिर भन्ने हुन्छ यसमा चाहिँ सबैजनालाई बाई बाई ल हैन बाई 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 हामी अजिरकोट घुम्नु आएको हो आज बाई बाई अजिरकोट बाई 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 अजिरकोट बाई बाई अब चाहिँ हामी जान लागेको अजिरकोट अब चाहिँ भचकमा बसेर खानासाना खाएर सिरान डाँडा हुँदै घुम्दै अनि त्यतैबाट फेरि हामी घर फर्किन्छौँ घुमेर भिडियो टिकटकहरू सब गरिसक्यो हामीले अब फर्किँदै हो हामी चाहिँ अब भोक पनि लागिसक्यो टाइम पनि कति बज्यो 1 बज्न नआइला त नि खाना हैन 12 बज्न लाग्छ 10 मिनेट अब यो कस्तो डरलाग्दो काठको हो हल्लिने रहेछ है गाडी लागेर सबजना गाडी चढ्नको लागि एकदम डराइराखेको छ के सबैजना हिँडिरह हामी पनि अब हिँडेर खाना खानेलाई ठाउँहरू त खोजिरह खै त्यहाँ भाइले चिन्नु भए भनेर भन्नुभएको थियो त्यहाँ जान्छौँ सोध्छौँ अब खाना भएन भने अर्डर दिएर खानासाना खाएर फेरि हामी सिरान डाँडा जाने हो क्या अनि सिरान डाँडा एकछिन घुमेर अनि त्यसपछि चाहिँ हामी फर्किहाल्छौँ तपाईँहरूलाई म देखाउने छु भिडियोमा है त हेर्दै गर्नु होला भोक लागेर अब खाना खाने टाइममा आएको सबजना भोकले भोक र थकाइले के भयो अरे खोइ खोइ भयो भोकले 12 बजिसक्यो नि त अहिलेसम्म खाना बोल्दा आयो मानेन ल खाम भोक लागिसक्यो सबैजना ल ल ल खानु खाना खाइ भएर अब हामी फेरि सिरान डाँडातिर जाँदैछौँ ल जाऊँ जानु नि त मिलाउनु माइजू र तपाईँ सक्छ धन्यवाद दिएर आएको रे यता मान्छेले धन्यवाद दिनलाई बिर्से रे मिठो खाना खुवाइदियो
प्रायः जस्तो नाइट बस्नलाई चाहिँ आउँछन् कि बर्खातिर उहाँ नयाँ बस्तिर गयो भने नि अर्कोचोटि एकचोटि त्यो यसमा त होइन बाबा यस्तो अहिले आएर झरेर बरु यहाँ सल्लाहघारी पार्केताडी हो जाने अहिले आएर फर्केर यहीँ लगेर यता नि हेरेर हुन्छ यता नि यो कम्प्लिट भइसक्यो रहेछ क्या हो हामी आउँदाखेरि त बनाइरहेको थियो मलाई यही पो भनेर सोधिरह यहाँ चाहिँ भाइरल घरमा हामी फोटोहरू खिच्न आएको सिरियन डाँडाको भाइरल घर हुँदैन भाइरल घर सिरियन डाँडाको भाइरल घर कान्द्रुकको गुरुङ कटेज जस्तै यहाँ पनि भाइरल घर रहेछ सिरियन डाँडाको घर यो भित्र चाहिँ मौरीको गुड छ कस्तो मजाले बनाएको क्या यहाँ हेर्नु न तपाईहरुले आउँछ फेरि बाहिरबाट निस्किन्छ फेरि यताबाट छिर्छ फेरि बाहिरबाट त्यताबाट माथिबाट निस्किन्छ ओहो खोल्दिन त मैले चाहिँ भिडियो ए भिडियो रे दारा ए कस्तो राम्रो अब हामी चाहिँ सिरियन डाँडाको यो भाइरल घरलाई छोडेर चाहिँ अब फेरि हामी सल्लाहघारी भन्ने एउटा फेरि डाँडा छ अरे त्यहाँ जाने त्यहाँबाट चाहिँ सिधा हुँदै हामी घर फर्किन लागेको फोटो भिडियो टिकटकहरू सबै गरिरहेछ त्यहाँ ल ल बाई 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 अहिलेलाई भाइरल घरलाई अहिले यो भर्खरै इस्टाब्लिस भएको रहेछ कि यो गुम्बा चाहिँ अब हामी सल्लाहघारी पार्क हुँदै हिँडेर उता 300 मिटर जति हिँड्नुपर्छ अरे मास्क खोल्नु न पहिला फर्स्टमा हामी अजिरकोट गयो वहाँबाट फेरि फर्क्यो हेरेर अनि सिरियन डाँडाको भाइरल घर हेऱ्यो त्यहाँ फेरि फर्केर अहिले सल्लाहघारी हुँदै घर फर्किने अब गोर्खा ए जति नै हुन्छ बारपाकतिर नि बेसरी फल्छ है मेन रोड यता हामी हिँड्ने घामले पोलेर एकपल्ट घामले पोलेको अहिले चिया बगान हो यो चाहिँ अहिले सब काटेर चाहिँ यस्तो टुप्पाहरू अबै पलाउनको लागि यस्तो भर्खर पालुवा हाल्दै काटेर मिलाएर राखेको रहेछ त्यतासम्म छ यो चाहिँ कहाँनिर पर्छ भने तपाईँको सल्लाहघारी पार्क भन्ने ठाउँ हुने रहेछ 300 मिटर हिँड्नु पर्यो भने चाहिँ यहाँ नि भर्खरै यति नै रहेछ चिया बगान यहाँ आउन सक्नुहुन्छ तपाईँहरू हेर्नको लागि अलि पछि त अझै राम्रो देखिन्छ होला यस्तो साग त जति नै पाउने है यतातिर त मिठो हुन्छ नि
किन ए आमा हो तल बारीतिर नि टिप्नी होइन होला अझै भए पर्दैन जङ्गलमा एक्लै फेरि भए छोडिदिनु आउनु घामले पोल्यो अब त घुम्ने भन्दा पनि सबै हेर न यहाँ झौला घामले पोल्यो लास्टै ओ माई गड अघिसम्म त रमाइलो भएको थियो खाना खाएपछि त यस्तो झ्याउ लाग्यो सल्लाहघारी आइपुग्यो हामी लालीगुराँसहरू त थोरै थोरै मात्रै यो त पिङ्क कलरको रहेछ यो यतातिर रेड यतापट्टि पिङ्क यहाँ त ऐसेलुको उस रहेछ क्या टिपुम भनेको चाहिँ एउटा ऐसेलुको घारी त्यहाँ त्यो टिपुम भनेको त सक्दैन तर आमामा पिकनिक खाने ठाउँ पो रहेछ आमा हो त्यहाँ त कति धेरै मान्छेहरू पिकनिक खान बसेको के हो मलाई त यो ठाउँ त हाम्रो मामा घर जाने बाटोमा नि यस्तै हो क्या हिँडेर गयो भने चाहिँ यस्तै सल्लाहघारीको बाटो हुँदै जान्छ म त त्यस्तै लाग्यो अहिले त यहाँ अनि त्यसपछि बन्दीपुर घुम्न जाँदाखेरि माथि डाँडामा यस्तै सल्लाहघारीको उस थियो क्या मलाई त त्यस्तो पो लाग्यो नि त हेर्नु त यहाँ कस्तो चिप्लिन्छ नि यस्तो चिप्लिन्छ क्या सेल्ला चिप्लेटी खेल्नुपर्छ नि लाउने हो पिकनिक खान आउनु भएको रहेछ क्या यहाँ मान्छेहरू च्यान डाँडा फेरि यहीँ नजिकै रहेछ कस्तो डर पो लाग्यो क्या मलाई त फेरि यतातिर ए आमा भुइँमा झरेर लानु मिल्छ भने मिल्छ दबाई हुन्छ नि लालीगुराँस कुनै चाहिँ भर्खर कोपिला लाउँदैछ कुनै कति राम्ररी फुलिरहेको छ यो सिरान डाँडाको सल्लाहघारी पार्क हो यहाँ चाहिँ ऊ के त नि सिडी अब हो त्यहाँबाट यहाँनिर नि के बनायो यो होमस्टे बनाउनुला होला है ऊ कति मजाले लालीगुराँस त उ त्यतातिर म के अरे भिडियोमै देखाएन भने कति राम्रो देखेँ यस्तो ल मामा अब घर फर्किने हो कस्तो लाग्यो तपाईँलाई भन्नु त रमाइलो भयो अनि अरू नि भन्नु नि त ए कस्तो मजाको डाँडामा गाडी त त्यहीँ रहेछ नि डाँडामा आजको भिडियो यहीँसम्म मात्रै तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्छ कमेन्ट गरेर भनिदिनु होला यदि मन पर्छ भने लाइक शेयर सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला है त धन्यवाद।